लामो समय वैदेशिक रोजगारमा रहेका असिन केही महिना अगाडि आफ्नो देश नेपालमा फर्किएका थिए। उनले फर्किँदा लगत्तै आफ्नो साना साना बाँझा रहेका बारीमा आलु खेती गरेका थिए। यसको फलस्वरूप आज उनले आलु करिब 2 कुन्टल जति भित्ताइसकेका छन् भने अझै झन्डै 5 कुन्टलभन्दा बढीको उनले आलु खेती गरेका छन्। र उनले भनेका छन् कि अर्काको देशमा गुलामी बनेर अर्काको देशमा पसिना मेहनत र रगत बगाउनुभन्दा आफ्नै देश नेपालमा बाँझा रहेका बारीमा हामीले जुनसुकै खेती गऱ्यौँ भने साँच्चीकै हामीले मिहिनेतका साथ हामीले अनि नेपालमै हामीले सुन फलाउन सक्छौँ। र आज उहाँकै बारीमा हामी गएर अवलोकन गर्दा उहाँले आलु कोर्दै गरेको हामीले दृश्य पनि तपाईँलाई भिडियोमा देखाएका छौँ। र उनले यो माथि झन् उनले कुरा थप्दै अब हामीले हाम्रो देश नेपालमा कृषि क्रान्ति गर्नुपर्छ भन्ने कुरा पनि गरे। हाम्रा थुप्रै बाँझा रहेका बारी खेतहरूलाई हामीले सदुपयोग गरेर हामीले आत्मनिर्भर बन्नको लागि र आफ्नो समाजमा केही न केही नयाँ अर्ग्यानिक खानेकुराहरू दिनलाई आफूले चाहिँ यसरी कृषि पेसा रोजेको र अब आउने दिनहरूमा अझै के कस्तो गर्दा अगाडि चाहिँ सफल भइन्छ भन्ने कुरा सोचेको पनि बताउनु भयो। साथै उहाँले सबैलाई आफ्नो बाँझा रहेका खेतबारीलाई पुनः प्रयोगमा लिएर जुनसुकै तरकारी खेतीदेखि लिएर हरेक खेती गर्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले साँच्चीकै उदाहरणीय काम गर्नुभएको छ। उहाँले लामो समय वैदेशिक रोजगारमा आफ्नो शरम खेर गएको र आफूले त्यहाँबाट कुनै पनि चिज उपलब्ध गर्न नसकेको गुनासो गर्दै अब आउने दिनमा मैले आफ्नै देशमा अर्ग्यानिक फलफुलदेखि तरकारीदेखि लिएर अन्य कृषि जन्य बालीहरू उत्पादन गर्ने अठोट व्यक्त गर्नुभयो। साथै उहाँले सम्पूर्ण वैदेशिक रोजगारमा रहेका दाजुभाइहरूलाई आफ्नै देशमा फर्किनको निम्ति आग्रह गर्नुभयो। हामीले आफ्नै देशमा हामीले केही गर्न सक्छौँ। हामी नेपालीले साँच्चीकै आफ्नो देश नेपालमा हामीले सुन फलाउन सक्छौँ। मेहनत गरेपछि मेहनत को फल खेर जाँदैन। जति हामीले अर्काको देशमा 14-15 घन्टा खटेर काम गर्न हामी बाध्य हुन्छौँ, त्यसरी नै हाम्रो देश नेपालमा हामीले कम्तीमा 8 घन्टा न्यूनतम श्रम गरेपछि हामीले अवश्य हाम्रो देश नेपाललाई साँच्चीकै नयाँ नेपाल निर्माण गर्न हामी योग्य हुनेछौँ भनेर कुरा पनि थप्नुभयो। साथै उहाँले पनि भन्नुभयो अबको क्रान्ति नै भनेको कृषि क्रान्ति हुनेछ, जहाँ सम्पूर्ण नेपाली जनताहरू आत्मनिर्भर हुनको लागि सर्वप्रथम त कृषिलाई मान्यता दिएर कृषिलाई यता आधुनिकीकरण गरेर नयाँ तरिकाले कृषि पेसालाई अगाडि बढाउनको निम्ति उहाँले पनि जोड दिनुभयो र सम्बन्धी पक्षलाई सबैलाई ध्यान आकर्षण पनि गराउनु भएको छ। कुनै पनि एउटा पेसा गर्नको निम्ति त्यहाँ पानीको समस्या भएको र पानीको लागि एउटा सिँचाइ पोखरीसम्म भइदिएको भए अझै धेरै फलफुलदेखि लिएर हरेक तरकारीहरू उत्पादन गर्न सक्ने भनेर गुनासो गर्नुभएको थियो र सम्बन्धित निकायको ध्यान जाओस्, यस्ता कृषकलाई प्रोत्साहन गर्नतिर यहाँको स्थानीय सरकार जाओस् भन्न हामी चाहन्छौँ।